आज चाहिँ म बनाउन लागिरहेको छु दुध रोटी। दुध रोटी हजुरहरूलाई मनपर्छ कि मन पर्दैन? दुध रोटी बनाउनको लागि चाहिँ सबैभन्दा सुरुमा चाहिँ एउटा डो रेडी गर्नुपर्ने हुन्छ। मैले चाहिँ यो आँटाको पिठो लिएको छु। पिठोलाई चाहिँ मुछेर अनि छोपेर राखिदिएको थिएँ। त्यसपछि यता दुध तातुन्जेलसम्म यता पिठो पनि रेडी भइसक्यो। त्यसपछि चाहिँ यसलाई मैले बेल्नलाई रेडी गर्दैछु। यो चाहिँ अलि ठुल्ठुलो डल्ला बनाउँदै बेलिरहेको छु मैले। धेरै पातलो बनाएर रोटी पकाउनु जस्तो गरी चाहिँ बेल्नु पर्दैन। धेरै मोटो भयो भने मिठो चाहिँ हुँदैन खासै। मैले चाहिँ ठिक्क पातलो पारेर बेलेँ अनि यता दुध पनि मजाले पाकिसकेको थियो। अनि त्यसपछि यसरी चुट्टाउँदै राख्ने, काटेर राख्दा पनि हुन्छ है। मलाई चाहिँ यसरी चुट्टाउँदै राख्नलाई सजिलो लाग्छ कि यसरी मसिनो मसिनो टुक्रा पार्दै दुधमा राख्ने है। हजुरहरूले पनि बनाएर खाइसकेको छ दुध रोटी? मलाई चाहिँ एकदमै मनपर्छ। अनि मजाले टुक्रा बनाएर आफूलाई कतिको बनाउनु मन छ त्यति नै बनाउने है। त्यसपछि चाहिँ नि मैले चाहिँ 2 चम्चा जति आँटालाई एउटा कचौरोमा राख्छु अनि पानी राखेर अलिक पातलो पातलो बनाउने कि। अनि त्यसपछि यही दुध रोटी बनाउने भाँडामा राखिदिने। यसो गरेर बनाउँदाखेरि चाहिँ अलि दुध रोटी बाक्लो ग्रेभी मिठो बन्छ कि। अनि त्यसपछि थोरै मरिच पाउडर, ल्वाङ, सुकमेल, अलैँचीको पाउडर राख्ने अनि मजाले चलाउँदै पकाउने है। अनि आफूलाई गुलियो कतिको मनपर्छ त्यति नै चिनी राख्ने। मैले चाहिँ चिनी ठिक्क राखेँ अनि 2 चम्चा जति घिउ राखिदिएँ। यो दुध रोटी बनाउने प्रोसेस चाहिँ खिर पकाएको जस्तै नै हुन्छ कि। खिर चाहिँ चामलको भयो भने यो चाहिँ पिठोको। यसरी बनाएको दुध रोटी चाहिँ व्रतहरूमा पनि खानलाई एकदमै सजिलो हुन्छ अनि मिठो पनि हुन्छ। मलाई चाहिँ रुगा लागिरहेको छ है, मेरो भोइस पनि चेन्ज भइरहेछ। मैले चाहिँ पिरो आलु फ्राई र दुध रोटी रेडी गरेँ। थ्याङ्क्स फर वाचिङ।